हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग है। केटो आइसकेको छ, बहिनी पनि आइसकेकी छिन्। अब ठिकै छ, जे भने पनि हाम्रै हो है, आफ्नै हो। अब हामी चाहिँ आजको नयाँ भ्लग लिएर आउँदैछौँ। हो, आजको पनि रमाइलो नै हुनेछ, तपाईँहरूलाई पनि राम्रै लाग्नेछ। 100-150 जना जतिजनाले हेर्नुहुन्छ क्या आज। ओके, भेट्दै गरौँ, रमाइलो गर्दै गरौँ। आमा ला अनि त्यसपछि ओके, आजको भ्लगमा चाहिँ मिस चाहिँ हामीले अरविन्द दाईलाई पनि गरेका छौँ है। अरविन्द दाई चाहिँ बिरामी भएर सुतिसक्नु भएको छ अरे है। सो मिस यु दाई भन्दै आजको भ्लगलाई सुरु गरौँ है त। ट्रेन पनि आइसक्यो, हामी जाने लोन तल्लो, हामी छिर्नै पर्ने हुन्छ। यही हो, आइसक्यौँ हामी। निको 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 कान्छी सुरु पनि गरिसकेँ। ला खै को पनि आइपुग्यो अरे आमा। ला इलेक्ट्रिक गाडी आयो भने चार्जिङ स्टेसन नि बनाएछ, पहिला त थिएन नि यो चार्जिङ स्टेसन। ल ल ल ला भाकै लु जाऊँ ल। पहिला कहाँ जाने? पहिला उता वाटरफल जानु पर्ला। जाउँ पहिला वाटरफलतिर जाउँ न त ल। पहिला वाटरफल जाउँ, गाडीतिर नजाऊ है। यहाँ त फेरि गाडी छुइयो भने नि 12 लाख 13 लाखको बिल आउँछ फेरि। आमा है ल, आमा 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 अझ म आउँछु होला, म साइड जान्छु। म यताबाट भ्लग निकाल्दैछु। मिकेश क्यामराम्यान, म भिडियो म्यान। बिचरा ऊ त्यहाँ मान्छेहरू चाहिँ ऊ साबेलले साइड लाउँदैछ, ऊ चाहिँ जम्मा गर्दै भ्यूतिर हिँडिदिँदै। चिसो हुन्छ अनि खुट्टा चिसो हुन्छ कि भयो छाडिदेऊ। उसलाई हिँड्न रहर लाग्यो अरे कि होइन। ल पाले पालो यहाँ। सो हाम्रो चाहिँ यहाँ के रहेछ हेर्नुपर्ने हुन्छ यहाँबाट ट्याक्क। यो चाहिँ हाम्रो आजको ओहो, बोटिङ पनि गर्न मिल्दो रहेछ त यो लेकमा। बोटिङ पनि हान्नुपर्छ जस्तो छ, यहाँ लेखिया छ टुर बोट। यहाँबाट गरिदिन्छु होला सायद, यहाँ सायद यो घुमाइदिन्छ होला। यहाँ पनि हामी गयौँ भने त बबाल मजा हुनसक्छ है गाइज। ओके ओके, यहाँ हाम्रो मान्छे पनि रेडी भइसकेको छ, ब्युटिफुल मान्छे। ओके, आँखा उही काठको टुक्रालाई बनाएर कालो कालो हालिदिँदा हुन्छ। उसको जकेट फेरि भुइँमा परेर भइसकेको छ। ओके, उता तल। हजुर के चाहियो? मान्छे भइसक्यो, लड्दैउ न। ला भयो 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 भयो। नाक उयो काठको ठेट्नु हाल। यहाँ हो त्यो तिम्रै हातको तल हेर त, देब्रे हातको तल हो त्यो। भयो भने हात त म कसरी बनाउँछु, म त गर्दैन है केही पनि। ए काठकै ठेट्न ल, म त गर्दैन के गर्नु।
वाह ल मान्छे बने है वाउ लु मान्छे बन्यो यस वाउ किट बनेछ त बन्यो लु ब्युटिफुल यो खै आर्टिस्ट है गर्न पाएपछि केही नचाहिने मान्छेले जम्मा गरेको पल्टाउँदै लु बिटाइ त फेरि केटा फेरि जाउँ ल गाइज अब तपाईँहरूलाई देखाउन खोजेको चाहिँ यो हो आमा ल बब्बाल होइन केही हुँदैन ओ माई गड भ्यू चाहिँ हेरौँ है सही हो क्या तल हजुर इन्द्रेणी देखाएको छ है तर क्यामेरामा चाहिँ देखाएको छैन तर हल्का कलरहरू चाहिँ आएको छ वा यहाँनिर छ ल खतरा झरना पनि बगिरहेको यो तल चाहिँ जमेर पानी छ वा वाटरफल चाहिँ बवाल छ है वा यस्तै हो नि त सही बवाल छ यस्तै छ फोटो हान्ने होइन त केटा अब सही बवाल छ गयो निकोको ब्रिज कटिसकेपछि चाहिँ हामी यो साइड आएको छौँ यो चाहिँ पुरै लेक जस्तो छ हाम्रो फेवा ताल रारा ताल बवाल छ कि अब यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले पाइन्छ यहाँबाट पनि बवाल सिन देखिन्छ है बवालै छ यहाँको ट्राफिक लाइट बिग्रा जस्तो महसुस भइरह अनि ताल के बवाल छ सो हामीहरू चाहिँ यहाँबाट रमाइलो गर्न जानेछौँ कन्टिन्यू गर्नेछौँ हाम्रो जर्नीलाई बवाल छ ल कस्तो बवाल छ नि त यहाँ त सही छ के ल लेक वाउ दामी छ लेक हो नि त लेक सुन गाउँ घर लेक बेसी सहर सुन मेरो निक्को भिडियो खिचेको कि कस्तो रमाइलो भ्यू रहेको रहेछ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले हावा पनि मिठो चलिरहेको छ चिसो मिठो चिसो 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 कति रमाइलो सिन लेकमा ठ्याक्कै तालको तल तालको माथि पहाड सो रमाइलो बोटिङ पनि गर्न मिल्छ तर सायद हावाले गर्दाखेरि नदिएको होला अहिले हिउँछिउ गरेको हुनाले बोट नै देखिएको छैन अहिले त्यहाँनिर छैन रहेछ अहिले त्यस्तो छ त्यस्तो छ नि त यो त जति माथि गयो आज मलाई मात्रै होइन डोरा सबैलाई हो म त घरबाट तातो पानी हाल्दै हाल्छु अनि त्यही त तिमी जस्तो हो त अनि तातो पानी नुन बेसब्जी हालेर खाइदिन्छु भिडियो मास्क लगाएर कति क्युट क्युट बनाएर राखेको रहेछ यहाँको रेस्टुरेन्टहरूमा ठिक छ लन्चको लागि च्याक वाउ
यस्तो पनि छ यस्तो पनि छ पानी अझै झरी यस्तो छ यसमा चिउजेन टेम्पल यस्तो रहेछ है चिउजेनजी टेम्पल निकोमा सो घुमिसकेपछि चाहिँ हामीले मिसो दुईटा हो त साँच्ची मिसो दुईटा हो यो होइन होला त्यही हो र बुद्धा छ त त्यसमा उयो हो त्यो तपाईँको आउन बाँकी हो ल आइसकेको छ दादाकिमास ल यस्तो रहेछ सुनसान यस्तो पनि छ के हो यस्तो पिटलहरूको हजुर पनि एकदमै फेमस रहेछ ऊ त्यहाँ माथिबाट सो हामी चाहिँ हिँड्दै हिँड्दै तल झरेका छौँ कप सेटहरू कस्तो रमाइलो हुँदो रहेछ हिँड्दै हिँड्दै आउनु नि पारी घाम साइडबाट क्रस हानिदिने कि के त अब करस करस यहाँ त सिजन हुन्छ नि त ऊ 4 को 16 र 4 को 17 मा 4 को 16 र 4 को 17 मा रमाइलो पो हुँदो रहेछ त हिँड्दाखेरि है साथीहरू रमाइलो छ हिँड्दाखेरि निक्को बाटोमा हिँड्न पनि रमाइलो नै हुने रहेछ है यी निक्कोमा सेनमान गएको नि छ नि पढ्न आउँछ नि उठ्यो सो गाइज अहिलेको भ्लगको लागि चाहिँ यति नै हामी फेरि नयाँ भ्लग लिएर चाँडै नै आउनेछौँ होप यु गाइज सी यु सुन थ्याङ्क यू सो मच बाई बाई